यही तोर्साकोलाई भएर तर्नुपर्छ है घाँटी बगाउँदा नि बगाउँदा किन नबगाउने त कसलाई हेर्दा यो तर्नुपर्छ तरेर पारि जानु जाति Welcome to back my YouTube channel. अल्टाडो गर अल्टाडो सानो ठुलो देख्छ होइन अब चाहिँ त्यो अलिक टाढो गर्नु पऱ्यो भने चाहिँ यस्तै गर्दा पनि हुन्छ त्यो लामो निकालेर क्या मैले यस्तो ठिक लाग्छ बरु आजको चाहिँ यस्तो चाहिँ गाइस आम्बो छोराहरू गइरहेको छ ऊ भिडियो धन्य छ ल युट्युबर हो 2 मिलियन पुग्न आँटेको छ 2 मिलियन सब्सक्राइबर जङ्गलमा एकदम हिँड्नु चाहिँ मजा भइरहेछ गाइस किनभने चराहरू कराइरहेछ चक्कर चुक्रुङ भनेर कराइरहेछ कि तर पहिला हिँडेको बाटो पो उताबाट थियो जस्तो लाग्यो अहिले त यहाँबाट रहेछ बाटो टक्क ल्याएर दमदार रास्ता है सुनसान बाटो यहाँबाट गइरहेछ यहाँ त भालुहरू पनि हुनसक्छ गाइस नहीं मिलता है वो इधर तो भाइ जबरजस्त बाटो छ बाटो चाहिँ जे होस् एकदम ठिक छ किनभने अब यस्तो बस्तीको बाटो अनि सफाइ छ अहिले तर अहिले विन्टरको टाइममा मात्रै हो यो बाटो चाहिँ मजाले जुगा गिजिङ 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 लाग्छ अहिले चाहिँ लाग्दैन किनभने अहिले चाहिँ विन्टरको टाइममा हो कि फारसको हिँड्नुको मजा नै अर्कै छ यार गाइस एकदम मजा छ मजेदार चिसो चिसो ठन्डा ठन्डा हावा यस्तो छ आज चाहिँ हामी यहाँबाट हिँडेर जाने फारस सबैलाई पनि यो बाटो हिँड्नु चाहिँ तर अहिले पनि अब फिलहाल अहिले चाहिँ धेरै साल भयो यताबाट कहाँ जान्छ बाटो हो यहाँबाट दिल्ली पुग्छ दिल्ली जाने बाटो चाहिँ यही हो रास्ता दिल्ली बम्बई कलकत्ता पुग्छ अबे साले जो माफ गर्नु हो साथीमा त्यो भिडियो गर्दा गर्दा गर्दै माथि नै रहेको छ बिस्कुट बायो चाहिँ भिडियो गरेछ हाम्रो आज हाम्रो खानेको यही हो बिस्कुट हिन्दी ल्याङ्ग्वेजमा बनाइरहेछ त चाहिँ फारसमा अनि यहाँ छ हाम्रो ब्याग यहाँ छ यो ब्यागमा छ अनि हाम्रो चाहिँ आज खानेको चाहिँ उता चाहिँ दिल्ली कलकत्ता जाने यहाँबाट जाने हो अब जाँदाखेरि चाहिँ अलिक छिटो जाउँ होला भरे साथी उकालो आउँदाखेरि बनाउँदै आउँला अहिले नै घुँडा काम थालिहाल्यो के ठुलो कुरा गर्नु स्टार्टिङमा घुँडा काम थालिहाल्यो डाउनमा भरे कसरी फर्केर आउनु पर खोला झरेर ल गाइस फाइनली अहिले चाहिँ यो भिडियोलाई यतिमा राख्यो बाटोमा गइरहेको छ अहिले बाटो अप्ठ्यारो पनि छ हामी यतिमा राख्यो हो अनि अब तलतिर गएर घरतिर गएर भेटौँ अनि यहाँबाट चाहिँ यस्तो छ बाटो चाहिँ त्यो भएर हामी भिडियो अफ गरेर जाने अनि अब तल गएर चाहिँ खोलामा गएर चाहिँ ठुलो खोलामा गएर चाहिँ मस्तसँगले तपाईँहरूले मस्त भिडियो देख्न सक्नुहुन्छ त्यहाँ तल गएर चाहिँ तपाईँहरूसँग भेटौँ ल गाइस बाई यो चाहिँ हाम्रो गाउँ हो घर एकदमसँगले आज ठक्क लगाएर यहाँ पुग्यो यस्तो छ बारी मकै छरेको छ पलाउँदैछ अनि यहाँ चाहिँ आज चाहिँ यहाँ पुग्यो घर बनिँदैछ यहाँनिर गुवा बगान यस्तो छ गाउँमा फाइनली केटा हो फाइनली गाइस गाउँ चाहिँ है हाम्रो छिमेकीको घरहरू जाउँ घरमा यतातिर एक राउन्ड घुमेर होइन यस्तो छ म त यहाँ आयो भने साह्रै घुम्दिनँ नि त घुम्नु चाहिँ हेर्दैछ होस् को आयो भनेर रहेछ
साह्रै हेऱ्यो तिमीमै परदेशी एउटा ल साह्रै हेऱ्यो त आयो साह्रै परदेशी आयो भने सोचेँ कि हौ यस्तो चाहिँ गाउँमा चाहिँ गुवाकै बगान मात्रै लगाइरहेको छ चाहिँ भाइले हामी चाहिँ गाउँ एकछिन टुटेको साथीमा दुईजना चाहिँ त हो ट्याप्पै गुवा बगान छ अहिले चाहिँ यहाँ गाउँमा सबैले गुवा लगाइरहेछ एकछिन गाउँ डुल्दै डुल्दै हिँडेको छिमेकीको घरमा आइज चङ्खे आइज